प्राकृतिक सुन्दरताको अनुपम उपहार बोकेको नेपाल जलस्रोतको दोस्रो धन देश पनि हो। आज हामी कुरा गर्दैछौँ नेपालको 10 ठुलो झरनाहरूको। भिडियोलाई सुरु गर्नुभन्दा अगाडि भिडियोलाई सब्स्क्राइब गरिदिनु होला। आउनुहोस् अवलोकन गरौँ। नम्बर 1 पचाल झरना। यसको उचाइ करिब 481 मिटरदेखि 1550 फिट छ। यो झरना कर्णाली प्रदेशको कालीकोट जिल्लामा पचाल झरना गाउँपालिकामा अवस्थित छ। यसै झरनाको नाममा गाउँपालिका नामाकरण गरिएको छ। त्यहाँबाट लाभा पुल चितगढा बजार हुँदै पैदल यात्रा गरेर पचाल झरनासम्म पुग्न सकिन्छ। नम्बर 2 हाकथुङ झरना। हाकथुङ झरना जसलाई याकथुङ झरना पनि भनिन्छ, नेपालकै पूर्वी भागको तेह्रथुम जिल्लामा अवस्थित छ। यसको उचाइ करिब 386 मिटरदेखि 1098 फिट छ, जसले यो नेपालको दोस्रो अग्लो झरना पनि मानिन्छ। झरना इस्सु र सम्दु गाउँ विकास समितिको सिमानामा हाल फेदप गाउँपालिकाभित्र पर्छ। नम्बर 3 रूपसे झरना। यो झरना नेपालको पश्चिम भागमा अवस्थित एक प्रसिद्ध प्राकृतिक झरना हो। यस झरना म्याग्दी जिल्लाको दाना गाउँ विकास समितिमा हालको दाना गाउँपालिकामा पर्छ, जसले अन्नपूर्ण पदमार्ग र मुस्ताङ गन्तव्य जानेहरूको यात्रीहरूलाई आकर्षित गर्छ। रूपसे झरना बेनी जोम्सो राजमार्गमा पर्छ, जसले गर्दा यो झरना सडक मार्गबाट सजिलै पहुँच योग्य छ। यात्रीहरूले पोखराबाट बेनी हुँदै दाना गाउँसम्म बस वा जीप सवारी साधन प्रयोग गरेर पुग्न सकिन्छ। दाना गाउँबाट झरनासम्म यात्रा छोटो पैदल यात्रामा समावेश हुन सक्छ, जसले यात्रीहरूलाई अझै रोमाञ्चक बनाउँछ। नम्बर 4 टोड्के झरना। टोड्के झरना पूर्व नेपालको इलाम जिल्लाको सन्तकपुर गाउँपालिका 2 माइमजुवा क्षेत्रमा अवस्थित एक प्रसिद्ध झरना हो। यसको उचाइ करिब 85 मिटर 280 फिट छ, जसले यसलाई इलाम जिल्लाकै सबैभन्दा अग्लो झरना बनाउँछ। झरना माई खोलामा खस्ने गर्छ र समुद्र सतहबाट करिब 1600 मिटर उचाइमा रहेको छ। नम्बर 5 तीनधारे झरना। तीनधारे झरना जसलाई बाहुबली झरना भनेर पनि चिनिन्छ, पलाञ्चोक जिल्लाको रोसी गाउँपालिका 2 काफलडाँडामा अवस्थित एक आकर्षक प्राकृतिक स्थल हो। यो झरना समुद्र सतहबाट 1800 मिटर उचाइमा रहेको छ र यसको उचाइ करिब 300 मिटरदेखि 980 फिट छ। नम्बर 6 नार्चेङ झरना। नार्चेङ झरना नेपालको म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका 4 नार्चेङ गाउँमा अवस्थित एक सुन्दर र आकर्षक झरना हो। यो झरना अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ र अन्नपूर्ण पदयात्रा मार्गमा अवस्थित छ। यो झरना हरियाली जङ्गल र चट्टान भूगोलको बीचमा अवस्थित छ, जसले पर्यटकलाई आकर्षित गर्छ। झरनाको वरिपरि चट्टानहरू र विविध वनस्पति पाइन्छ, जसले प्राकृतिक सौन्दर्यता र थप आकर्षक थप्छ। नम्बर 7 पोकोली झरना। पोकोली झरना नेपालको ओखलढुङ्गा जिल्लाको पोकोली गाउँ विकास समितिमा अवस्थित एक सुन्दर र आकर्षक झरना हो। यो झरना समुद्र सतहबाट करिब 130 मिटरदेखि 426 फिट उचाइमा खस्ने गर्छ, जसले यसलाई नेपालकै दोस्रो अग्लो ठुलो झरनाको रूपमा चिनिन्छ। नम्बर 8 लामो झरना। लामो झरना जसलाई जलबिरे झरना भनेर पनि चिनिन्छ, नेपालको प्रमुख प्राकृतिक आकर्षणहरूको मध्ये एक हो। यो झरना चितवन जिल्लाको इच्छाकामना गाउँपालिका 6 जलबिरेमा अवस्थित छ। नारायणगढ मुक्लन राजमार्गको चण्डी भन्ज्याङ क्षेत्रमा पर्छ। यो झरना करिब 110 मिटर 335 फिट अग्लो छ। नम्बर 9 पुरानधारा झरना। पुरानधारा झरना नेपालको लुम्बिनी प्रदेशमा अन्तर्गत दाङ जिल्लाको बराई गाउँपालिका 8 मा अवस्थित एक सुन्दर प्राकृतिक झरना हो। यो झरना समुद्री सतहबाट करिब 45 मिटरदेखि 148 फिट उचाइमा खस्ने गर्छ र बरबाई नदीमा मिसिन्छ। नम्बर 10 चुलीगढ झरना। चुलीगढ झरना यसलाई सेफोक्सिन्डो झरना भनेर पनि चिनिन्छ, नेपालको डोल्पा जिल्लाको सेफोक्सिन्डो गाउँपालिकामा अवस्थित एक अत्यन्तै सुन्दर र आकर्षक झरना हो। यो झरना सेफोक्सिन्डो तालबाट बग्ने पानीले बनेको हो र यो सेफोक्सिन्डो 187 मिटर 548 फिट उचाइमा रहेको छ। यी थिइन् आज नेपालका 10 अग्लो झरनाहरू। हजुरहरूलाई भिडियो कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुहोला। धन्यवाद।